के गर्न आएको छु भने चाहिँ पार्ट टाइम गर्न आएको होइन 18 घन्टा काम गर्दा त्यसले मात्रै पुगेन आज छुट्टीको दिन फेरि यता पार्ट टाइम आइयो पार्ट टाइममा चाहिँ के गर्यो भन्दा चाहिँ यहाँ हेर्नु सक्नुहुन्छ यता पछाडि मैले चाहिँ के बाटो देखाउँदो म पनि यहाँ भर्खर यो बाटो चाहिँ भेटाउँदैछु होइन आज चाहिँ म अस्ति पनि भिडियोहरू लगाएको छु अस्ति चाहिँ उसको लागि होइन हेल्थी ब्रेकफास्टको लागि लगाएको छु आज चाहिँ यो राम्ररी ब्युटी हुने राम्ररी हुने होइन हाम्रो महिलाको लागि चाहिँ सबै महिला पनि सबैको लागि यो चाहिँ हुन्छ आज चाहिँ यहाँनिर मैले यत्रो धेरै सपिङ गरेँ जस्तो लाग्छ होला तपाईँहरूलाई खासै धेरै भएको छैन मैले अस्ति वेट म्यानेजमेन्ट त्यहाँबाट मैले कुपन पैसाहरू पनि पाएँ अनि आज पनि यत्रो लिएको छु तर मेरो मात्रै होइन यो सबै टिममा घर गएको बेला चाहिँ होइन मेरै सस्तो पर्न जाँदो रहेछ अब यो देख्दा त राम यत्रो महँगो यत्रो धेरै किनेको जस्तो लाग्ने है तर वास्तवमा चाहिँ यहाँ टिममा भएर काम गर्दा चाहिँ एकदम हामीले सस्तो पर्न जान्छ अनि एकदमै राम्रो यहाँ चाहिँ हामी 3-4 जना साथी मिलेर किनेको छु विष्णु अनि दिपमती भदैनी दिलमाया अनि सबै मिलेर किन्दा चाहिँ हामीले यत्रो धेरै टिम पनि आज पाएको छु 10-15 सय पनि पाएको छु यो सबै यो चाहिँ खाएर ब्युटी बन्नुपर्ने यो चाहिँ खाएर यो चाहिँ लाएर अनि यति किन्दाखेरि हामीलाई यत्रो धेरै उयो पनि आयो है अनि यो सस्तो पर्न पनि गयो मेरो जम्मा यो एक सेट हो एक सेट किन्दाखेरि साथी सबै मिलेर किन्दाखेरि चाहिँ यत्रो धेरै आएको छ एकदमै यहाँ चाहिँ अवसर छुट्टी पाइँदो रहेछ सबैलाई पनि हुनु पऱ्यो फेरि ब्युटी पनि हुनु पऱ्यो राम्री हुनु सबैलाई मनपर्छ होइन सो आज चाहिँ म यहाँ एमपी आएको छु र यो बेस्ट युज गर्ने क्रिमहरू चाहिँ लिएको छु दुईजना मिलेर किनेको हो यो चाहिँ 4800 होइन 4800 को किन्दा चाहिँ गिफ्टहरू यत्रो धेरै यस्तो राम्रो मार्क्सहरू दिएको छ यो खाएर ब्युटी बन्ने यो नलाउनेले यो खाएर पनि राम्री ब्युटी हुन सकिन्छ अनि यता मास्क पनि छ यो 4वटा प्रोजेन होइन अनि यो चाहिँ लाउनेको यो सुनको सुन मिसेको क्रिम 18 क्यारेट यिनीहरू सबै 1 2 3 4 5 6वटा चाहिँ गिफ्टहरू पाएको छ यो कहिलेसम्म यसको जानु आज होला यो सीमित मात्रै हुन्छ एकदमै राम्रो युज गर्नुभएको कति भयो क्रिम युज गर्नुभयो युज गरेको त निकै भयो तर त्यति साह्रै रेगुलर यो दिएको छुइनँ अब त्यो अझै राम्रो प्राथमिकता दिएर गर्नु पऱ्यो पार्ट टाइम अब म यतातिर पनि 18 घन्टा काम त मेरो छँदैछ अब यता पार्ट टाइम पनि छुट्टीको राम्री पनि हुने पार्ट टाइम पनि गर्ने है हेल्दी ओके सबै थोक पाइँदो रहेछ